छ नै हो बज्ने त 6:14 हाम्रो भाइको पिकनिक छ जुन म पहिला पिएममा गाइस लाग्यो हामी वहाँ डाँडातिर है भलेल गाउँ आइयो भलेल गाउँ यही हो इको भिलेजमा जान्छौँ हैन के कस्तो छ यसो देखाउँछौँ चाहिँ नागी हैन फर्स्ट टाइम चाहिँ अर्गानिक खाना सब गर्छौँ हाम्रो आफ्नै तरकारी बारी राङकोटको डाँडादेखि लिएर चाहिँ चाहियो है त मध्य हिमाल ट्रेक यो चाहिँ मेनु कार्ड हो तपाईहरुले मेनुमा जे भिलेज होटल एन्ड रेस्टुरेन्ट आउँथि ल पाग्यो वेलकम ब्याक टु माई एनदर न्यू ब्लग तपाईहरुको पृथ्वीको रुम तपाईहरुको माझमा आइसक्यो फेरि पनि र च्यानलमा हुन्छ भने सब्स्क्राइब चाहिँ गरिहालौँ हैन भिडियो सुरु हुनुभन्दा पहिला ल अब म चाहिँ ब्लग सुरु गरिसकेँ कति बज्यो सबैले थाहा होला टाइम 6 नै हो बज्ने त 6:14 आज चाहिँ आज हाम्रो भाइको पिकनिक छ जुन म पहिला सानोमा पढेको स्कुलको पिकनिक है म पहिला सानोमा पनि त्यो स्कुल पढेको म तपाईँलाई म हल्दै गरेर देखाउँछु त्यही हो आज भाइको पिकनिक छ भाइलाई अरू कुरामा जान्छु म 6:30 बजे 7 बजीभित्र आइज भने भाइहरूलाई त्यही भएर म 6:30 बजे भाइलाई यहाँबाट स्कुल छोडेर आउँछु अहिले कति भयो अहिले चाहिँ ट्याक्क 6:14 भयो होइन अब म 15 मिनटपछि भाइलाई ट्याक्क लिएर जान्छु रेडी सेडी बनाएर भाइलाई पुऱ्याएर आउँछु होइन अनि आएर गुड मर्निङ फरवेज गुड मर्निङ जाँदैन मुख उठेन चाहिँ के गरेको ल उठेर मुख सुख धौ म ट्याक्क कपडा झिकालिदिन्छु होइन कपडा त फेरि मै जस्तो हो के अरे मेरै भाइ पऱ्यो है ए रेडी भयो हाम्रो भाइ टोपी फुकाला त यहाँ टर्को जुत्ता लगायो भनेको यही जुत्ता लाउँछ ल त्यही त अब म भाइलाई पुऱ्याउन जान्छु अनि भाइलाई पुऱ्याएर आएपछि भेट्नु मात्रै ल भाइको टोपी लिनु जाँदैछ कति अहिले चाहिँ 6:40 हुन लाग्यो म आउने बेलासम्म 7 बज्छ होला ल त्यही हो अब भाइलाई पुऱ्याउन जान्छु म यस्तो जाडो यस्तो शीत भाइलाई जो स्कुलमा छोडिदिएको बिचरा साथी नभएर होला नि यहाँ तल साथीकोमा आउँछु भने यहाँ तल साथीको घरमा छोडिदिएँ होइन अब म चाहिँ फर्केको आमा वाटर भ्यू के यो हो कि भ्यू ओपिएममा के देखेको क्या ल त्यही हो अब म चाहिँ घरतिर जाँदैछु अब लाग्छु म पनि है त गाइस एप्रिलको 7 मा ल बाइ बाइ अब घरतिरै गएर भेटौँ ल 3 hours later ल गाइस लाग्यो हामी वहाँ डाँडातिर है माछुपुच्छ्रे इको भिलेज मर्दी हिमाल इको भिलेज हो कि क्या म पनि जान त गएन ल हाम्रो एन्जला छ होइन ल अब भाइलाई पुऱ्याएर नि आइसक्यो अब चाहिँ हामी माथि ट्याक्क लाएर जानु लाग्यो ल भाइ ल लाग्यो है त अब हामी बाटोतिर गएर भेटिन्छ बाइ बाइ ल है हामी चाहिँ अब यसो माथि त जाने बेला यहाँ हिमालको भ्यू ट्याक्क लाएर ओ माई गड के हो यस्तो दामी बब्बाल देखिन्छ यार यो तलको चाहिँ मेरो गाउँ ओहो यस्तो दाम्स कसले सक्नु है त्यो चाहिँ हाम्रो घर अब हामी चाहिँ माछुपुच्छ्रे मर्दी हिमाल इको भिलेज जाँदै हो अब के कस्तो हुन्छ तपाईँहरूलाई देखाउँछौँ होइन फाइनली घलेल गाउँ आइयो यही हो घलेल गाउँ बाटो खराब रहेछ यार ल
घलेल गाउँ यही हो यही हो घलेल गाउँ यस्तो छ अहिले माथि जाउँ न त्यहाँ सम्मसम्म जाउँ न म आउँछु घलेल गाउँ यही हो भोक लाग्यो फेरि अहिले त बाटो खराब रहेछ यार यो बिस्कुट खान्छ अहिले आएर दिउँला जाम हामी पहिला माथि होइन यहीँ घरको क्या ल लाग्यो त हामी घरको लाग्यो मर्दी हिमालीको भिलेजतिर अब घरेल गाउँबाट नि ताजी खोलाको हल्का उकालोमा बाटो बिग्रेछ भन्थ्यो कि अरे अन्त ठिकै छ ल यही हो माथि ल आउन लाग्यो है हामी अहिले चाहिँ हामी लगभग कालीमाटी आउन लाग्यौँ अब धेरै होइन कति बज्यो 10:13 भयो 10:30मा हामी पुग्छौँ होला कालीमाटी मर्दी हिमाल इको भिलेजमा यहाँबाट देखिने गाउँहरू यो चाहिँ इमु गाउँ है अब यो सैदी घट्टा भयो त्यो कुइबाङ तलको चाहिँ हाम्रो गाउँै यो चाहिँ अनि यता छाडी यतातिर घलेल त्यही हो Few moments later. यो कालीमाटी आइयो हामी ट्याक्क माथि पारी नागी यता सिरिङ यता माथि हामी जाने चाहिँ यता डाँडा है मर्दी हिमाल चाहिँ कालीमाटी छिर्यो मर्दी हिमालीको भिलेजतिर माथिको चाहिँ फरेस्ट क्याम्प हो क्या यो हामी फाइनली मर्दी हिमालीको भिलेजमा देख्न सक्नुहुन्छ कस्तो लाग्यो इन्टाल बाटो ठिक छ नि राम्रै छ तलतिर राम्रै छ तलतिर घलेल लुम्रेदेखि घलेलसम्मको बाटो चाहिँ हल्का अप्ठ्यारो झन् राम्रो माथि चाहिँ जस ठिकै छ ल यही हो मर्दी हिमालको भिलेज जान्छौँ होइन के कस्तो छ यसो देखाउँछौँ हामीले तपाईँहरूलाई ल यहाँबाट बाटो पुच्छ्रै देखिने रहेछ यो दुइटा चाहिँ नदेखिने रहेछ राम्रोसँग फरेस्ट क्याम्प चाहिँ छेक्कै छ यहाँबाट त्यो बादल लाखा नि हो यहाँ फरेस्ट क्याम्प त्यहाँ हो त्यहाँबाट हुँदै लो क्याम्प फरेस्ट क्याम्पबाट बेस क्याम्पबाट माथि लो क्याम्प चाहिँ देख्ने रहेछ यहाँबाट यो चाहिँ लो क्याम्प है यो लो क्याम्प हो कि बेस क्याम्प हो त्यो बेस क्याम्प होला यो देखेको चाहिँ बेस क्याम्प हो समथिङ बेस क्याम्पै हो क्या यो आयो स्कुटरमा आइयो यहाँ माथि पहाडको राजा ल त्यही हो अब हामी भित्र जान्छौँ अनि भित्रबाट के कस्तो हुन्छ तपाईँहरूले देखाउँछौँ अनि यताको चाहिँ यो कालीमाटी है ए नागी यो गाउँ चाहिँ नागी होइन अनि उताको चाहिँ सिरिङ हो सिरिङ अहिले हामीले देखाउँछौँ अब हामी ट्याक्क यहाँ मर्दी हिमालीको भिलेजमा जान्छौँ है त साथीहरू लाग्छौँ भित्रतिर यस्तो दामी छ है ल यही हो मर्दी हिमालको भिलेजमा यहाँ तातो पानी आइसक्यो हामीलाई ल यो चाहिँ माछा पिछे हिमाल ल यहाँ चाहिँ मिनु है यो चाहिँ मिनु कार्ड हाम्रो मर्दी हिमालको भिलेजको मर्दी हिमालको भिलेज होटेल एन्ड रेस्टुरेन्ट मर्दी हिमाल ट्रेक लुवाङ घलेल 5 कालीमाटी यो नि पहिला लुवाङ घलेलले पर्थ्यो कि
अहिले चाहिँ माछापुच्छ्रे गाउँपालिका 8 ल मेनु कार्ड कोक फेन्टा यस्तो छ है मेनु कार्ड ल यही हो मेनु अरू यस्तै पाइन्छ है हेर्न सक्नुहुन्छ स्न्याक्स सबै यस्तै छ ल है त लोकल चटनी रहेछ नि है लोकल चटनी हिमालय हेरेर है आज चाहिँ टपमा बसेर है आज चाहिँ तलतिरको नजारा हेर्दै अब खाजा खाने हो खाजा खाएर तल झर्ने कस्तो लाग्यो त एन्जल राम्रो लाग्यो रमाइलो भयो नि खासै रमाइलो पनि भएन क्या अझै ल खाएर एन्जल है यो फुल खान मिल्ने फुल रहेछ कि ल खाइयो यता खाइयो ठिक छ है ल अब खान्छ खाएपछि भेटौँ ल Few moments later. फिनिस अब यो फुल चाहिँ खान मिल्ने फुल हो है म टेस्ट गर्छु कस्तो हो ल खाइयो है ला एकैछिनमा चिसो हुने रहेछ यहाँ त है यत्तिकै खानुपर्ने रहेछ है यहाँ त नभए हामी जस्तै चिसो खानुपर्ने ल यस्तै हो अब हामी एकैछिन बसेर ट्याक्क घरेलतिर गइन्छ अनि त्यताबाट वे टु होम ल म पहिला पढेको स्कुल चाहिँ त्यो है उहाँको त्यो चाहिँ म पहिला पढेको स्कुल यत्रो हिँड्दै आउँथेँ म यताबाट यस्तरी उहाँ गाउँबाट आउँथेँ म उहाँ चाहिँ मेरो घर त्यो खोला माछामानी खोला त कस्तो लाग्यो एन्जल यहाँको खाना राम्रै ठिकै हो है पैसा अनुसार फर्स्ट टाइम म यहाँ जस्तो चाहिँ खाएको त थिएन हुन त आज म अस्ति नै आज यस्तो चाहिँ खाएको थिएन फर्स्ट टाइम म यहाँ आएर खाएको ठिकै छ आउनु होला के छ तिम्रो उसमा पृथ्वी जिआरजी च्यानलमा होइन माया देखाइदिउँ कमेन्ट हानिदिउँ लाइक गरिदिउँ त्यही हो र मेरो ट्याक्क फाइनल्ली 100 सब्सक्राइबर कम्प्लिट भयो होइन हिजो कम्प्लिट भयो ल ठिक छ धन्यवाद अब हिजो 100 सब्सक्राइबर कम्प्लिट भयो अबको आउने दिनमा 1000 सब्सक्राइबर कम्प्लिट भएको हेर्न पाऊँ सब्सक्राइब गरिदिनु होला गाइज यो चाहिँ कुचो है कुचो लोकल कुचो यहाँ केरा लोकल केरा है गाइज कालीमाटीको यो अब हामी एकैछिन बसिन्छ अनि घरतिर लागिन्छ
पैसा तिर्ने काउन्टर यहाँभित्र किचन होला होइन स्टिकरहरू देख्न सक्नुहुन्छ है मर्दी हिमाल ट्रेक के है अब मेरो स्टिकर टालिदिनु पर्ने हुन्छ लिएर त ल तर केही छैन नेक्स्ट टाइम आउँदा चाहिँ स्टिकर टालिन्छ है त्यो दामी छ यहाँ बस्ने सबै दामी छ आउन सक्नुहुन्छ तपाईँहरू डस्टबिन रहेछ बारबिक्यू गर्नु मिल्ने रहेछ अनि भ्यू देखिन सक्छ है यहाँबाट यस्तो दामी हामीले चाहिँ धेरै खाएनौँ त्यति खायौँ अब गएर खाना नै खाना पर्छ यो चाहिँ मेनु कार्ड हो तपाईँहरूले यो मेनुमा जे देख्नुहोस् सबै पाइन्छ यहाँ आइदिनु होला राम्रो छ रुमहरू छ है रुमहरू भयो डेकोरेसन एकदम राम्रो लाइक इट 10/9 है 1% चाहिँ मेरो यहाँ चिसो भयो यस्तो छ मर्दी हिमाल इको भिलेज होटेल एन्ड रेस्टुरेन्ट फुलहरू अब यिनीहरू रुमहरू भयो होइन रुमहरू यस्तो रहेछ आमा के आमा यो ए यो नि फुलै हो सेतो फुल छ ए ल यही हो हाम्रो मर्दी हिमाल इको भिलेज सबैजना आइदिनु होला वेलकम छ है यतातिर नि भयो तल नि छ है बस्ने ठाउँहरू अब हामी चाहिँ घरतिर लाग्छौँ बस्यो एकैछिन चिलमा फोटोसुट हान्ने एउटा दुइटा तपाईँहरू देख्न सक्नुहुन्छ है फोटो है त्यति राम्रो अब मान्छे राम्रो भयो पो राम्रो हुन्छ है यस्तो हाल्नु नआएको म त फेरि है हुन त अब गाउँ त आफ्नै गाउँ है के राम्रो ल यत्तिकै थियो यत्तिकै आइदियो म त झ्याउ लाग्यो कपडा पनि धोएको थिएन सिधो आउँछु म पनि ल आइदिनु होला मर्दी हिमाल इको भिलेजमा एकदम गुड छ मैले भनेपछि गुड छ माथि मर्दी हिमाल जतिको त त्यस्तै हो तर यो ठाउँबाट चाहिँ यत्तिको भ्यू देखिनु भनेको 10मा 9/9 दिएँ मैले त्यही हो ल अब चाहिँ हामी लाग्छौँ है त अहिले घलेलमै गएर फेरिन्छ बिहानमा त्यो के भन्छ सनराइज देख्नको लागि आउनुपर्छ मर्दी हिमाल इको भिलेजको कार्ड चाहिँ यही हो है ट्याक्क आउन चाहनुहरूले यसमा सम्पर्क गर्न सक्नुहुन्छ हुन्छ है होइन दाइ अङ्कल र सबैजनालाई मर्दी हिमाल इको भिलेजमा स्वागत छ है कालीमाटीको फेसिलिटीहरू भनिदिनु न त हजुरले यहाँ चाहिँ हाम्रो सबै चाहिँ अर्ग्यानिक खाना सर्भ गर्छौँ हाम्रो आफ्नै तरकारी बारीहरू छ र यहाँ ट्रेडिसनल खाना पनि हामीले सर्भ गर्छौँ यहाँको मुख्य विशेषता भनेको यहाँको भ्यू चाहिँ यहाँबाट तपाईँको चाहिँ मर्दी हिमालका सबै केमहरू अनि तपाईँको चाहिँ मर्दी हिमाल अनि माछापुच्छ्रे हिमाल अन्नपूर्ण सप र हिमसुली पनि देखिन्छ साथै यहाँबाट चाहिँ माछापुच्छ्रे मोडल ट्रेक र खुम्बै डाँडा पनि देखिन्छ र यता भ्याली भ्यू पनि मर्दी फाँड सराङकोटको डाँडादेखि लिएर चाहिँ सबै डाँडाहरू चाहिँ देखिन्छ र यो ठाउँ चाहिँ 1 नाइट स्टे गर्नको लागि चाहिँ तपाईँलाई एकदम उपयुक्त छ पोखराबाट 1 देखि 1.5 घन्टामा आफ्नो साधन बाइक स्कुटर गाडीहरू प्रयोग गरेर यहाँसम्म आउन सक्नुहुन्छ हामीसँग 11वटा रुम छ हामीसँग सबै रुममा एट्याच रुम छ वाइफाईको फेसिलिटी छ राम्रो गाडी छ यहाँले सेवा गर्ने मौका दिनु होला धन्यवाद कति वर्ष भयो दाइ यो अङ्कल यो खोलेको यो मैले खोलेको चाहिँ यो त सुरुको हो कि हजुर कालीमाटीको सुरुको हो मैले खोलेको चाहिँ यो चाहिँ 10 वर्ष भयो मेरो माथि मर्दी हिमाल ट्रेक जाने बाटोमा चाहिँ तपाईँको डोन खर्कमा होटल डोन खर्क पनि छ यदि चाहिँ यहाँहरू मर्दी हिमाल जाने बेलामा उता काँडे धम्पुस पितम दौरालीदेखि चाहिँ आउँदै हुनुहुन्छ भने चाहिँ तपाईँहरूलाई फर्स्ट नाइट बस्ने एकदम उपयुक्त एकदम राम्रो भ्यू छ हस् धन्यवाद दाइ हुन्छ हजुरलाई पनि धन्यवाद सबैजना आइदिनु होला हाम्रो मर्दी हिमाल इको भिलेजमा एकदम राम्रो छ यहाँको बसाइ अब घरतिर गएर खाना हुन्छ होला त्यही हो ल अङ्कल गएँ ल राम्रोसँग बस्नु त्यो त्यहाँ देखेको त्यो माथिको चाहिँ कुन हो अरे त्यो
त्यो माथि सिरिङबाट माथि जाने टी हाउस भयो कि ए त्यो टी हाउस हो त्यहाँको हजुर त्यो चाहिँ तपाईँ फरेस्ट क्याम्प चाहिँ यतातिर यो अब घलेलतिरै गएर भेटौँला बाई बाई Few moments later. घलेल गाउँमा हाम्रो राजुबाबुको घर फुलै फुल छ क्या यो घरमा त यार है ठ्याक्कु यता नि फुल छ आमा ओए ल चाहियो है त खाइयो है खाना खाइयो अब यता लोकल महीको लस्सी यता मासु यिनीहरू मासु कस्तो बनायो होला त हल्का काँचो काँचो है भयो भने ठिक छ होइन ल खाइयो त माथि खाता खायो अब यहाँ खाना खायो अनि घरतिर गयो त्यही त गाइस बाई Few moments later. यो चाहिँ कुकुरको लागि राखेको कुकुर छ फिनिस अब बिजी हानिन्छ अब भएन त्यो खाउन दियो ल अब डिजे हानिन्छ है त अनि मेरो लाग्यो आयो बस्यो यसलाई त बेलाउँती बेला पाक्यो हिमाल पनि त्यस्तै ढकमक्क देखेछ ल यस्तो गाइस अब घरतिर गएर भेटौँला भिडियो लामो भयो जस्तो लाग्यो होइन कस्तो कस्तो भयो त आज रमाइलो भयो कि रमाइलो भयो के भयो है ल अब चाहिँ घरतिरै गएर भेटिन्छ अब टन्न खाइयो बसियो ल ओके अब हामी लागिन्छ घरतिर अब नेक्स्ट टाइम आउँदा दामी हुन्छ है फेरि ल है गाइस आइयो घरमा शिव कसले दिएको मिठाई थ्याङ्क यू भन् ऊ दाइले दिएको हो ल थ्याङ्क यू भन् यो त्यो सेकेन्ड मात्रै त्यहाँ ल है त गाइस फाइनली घरतिर आयो अब चाहिँ हामी पोखर जानु लाग्यो ल त्यही हो गाइस लास्टसम्म हेर्नुभएकोमा धेरै धेरै धन्यवाद अब भ्लग आज यहीँ इन गरौँ होइन ल ठिकै छ रमाइलो भयो आजको घुमघाम भयो आज होइन होइन एकदम रमाइलो भयो नि आज एकदम रमाइलो शिव आइज जाऊँ ल त्यही हो गाइस अब चाहिँ हामी जान्छौँ त्यसको लागि सी यू अन नेक्स्ट ब्लग बाई 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 गाइस बाई बाई सब खोइ बाई बाई ल बाई बाई शिव ल गाइस लाग्यो है